नमस्कार, म सुनिल उपाने। तपाईँ यति बेला स्काई अनलाइन मार्फत हामीलाई हेरिरहनु भएको छ। बुटोल सडक खाना महोत्सव 2082 को आज हामी दोस्रो दिनमा छौँ र यो महोत्सव सुरु भइरहँदा यहाँका स्थानीय, यहाँका व्यापारी लगायत यहाँका संलग्न सबै चाहिँ उत्साहित हुनुहुन्छ। यहाँको स्थानीय, विशेष गरी यहाँका स्थानीय स्तरका आम नागरिक अत्यन्तै खुसी हुनुहुन्छ, उत्साहित हुनुहुन्छ। र आज हामी पहिलो दोस्रो दिनमा कुरा गरिरहँदा आज चाहिँ आयोजक श्री हाम्रो होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रूपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम, एउटा पुण्यको काम रक्तदान कार्यक्रम समेत को चाहिँ यहाँनिर कार्यक्रम समेत चाहिँ आयोजना गरिएको छ, जसको चाहिँ हामीले यसभन्दा अगाडि आज बिहान मात्र यस हाम्रो होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रूपन्देही कार्य समिति सदस्य एवं यस रक्तदान कार्यक्रम संयोजक गोकर्ण रायमाझीज्यूसँग त्यस विषयमा कुराकानी गरेका थियौँ भने अहिले हामी जहाँनिर यो चाहिँ रक्तदान चाहिँ कार्यक्रमलाई चाहिँ अगाडि बढ्न लागिरहेको छ, बढिरहेको छ, त्यही स्थानबाट तपाईँहरूको माझमा हामी जोडिएका छौँ र अझै पनि यही हाम्रो यो साँझसम्म करिब 4-5 बजेसम्म चाहिँ यो कार्यक्रम यहाँ रहने हुँदा 5 बजेसम्म होइन सर, 5 बजेसम्म होइन, 4-5 बजेसम्म चाहिँ यो कार्यक्रम यहाँ रहने हुँदा तपाईँहरू यतै हुनुहुन्छ भने, विशेष गरी यतै हुनुहुन्छ भने यो पुण्य कार्यमा यहाँ चाहिँ खान, रमाउन, नाचगान गर्न साथसाथै एउटा सामान्य एउटा पुण्य क्षेत्रको पुण्य कमाउनको लागि पनि, रक्तदानको लागि चाहिँ सामेल हुनको लागि पनि तपाईँ यहाँ चाहिँ उपस्थितको लागि अनुरोध गर्न चाहन्छु। र कार्यक्रम यहाँनिर लगभग सुरु त भइसकेको छ, कार्यक्रम सुरु भइसकेको छ भने बाहिर रक्तदान जो चाहिँ दिन इच्छुक हुनुहुन्छ उहाँहरू चाहिँ आइरहनु भएको छ। त्यसभन्दा अगाडि छोटो समय लिएर म तपाईँहरूसँग म जोडिएको छु। विशेष गरी मैले हिजो पनि भनेको थिएँ, हिजो पहिलो दिनमा पनि तपाईँहरूसँग बिहानदेखि साँझसम्म म यहाँबाट जोडिएको थिएँ, स्काई अनलाइन मार्फत म जोडिएको थिएँ कि यहाँनिरका व्यवसायीहरू अथवा यहाँ आउनुभएका सबै व्यवसायी साथीहरू सुरक्षित हुनु पर्यो, उहाँहरूको व्यापार बिजनेस सुरक्षित हुनु पर्यो, सुरक्षित भएको आवास हुनु पर्यो भनेर मैले हिजैबाट चाहिँ कुरा गरिरहेको छु र सबैले आयोजक टिमबाट, यहाँको सुरक्षा निकायबाट त्यसको सबै चाँजो पाँजो मिलिसकेको छ भन्ने जानकारी पनि प्राप्त भएको छ। यसै गरी हजुर नमस्कार। नमस्ते। तपाईँको परिचय दिनुहोस् न। म चाहिँ लेखनाथ भण्डारी, होटल तथा रेस्टुरेन्ट सङ्घ रूपन्देहीको निवर्तन अध्यक्ष। हजुर, जस्तो कि रक्तदान जीवनदान हामी सबैको अभियान टुलटुलमा रक्तदान एक रक्तदाता गर्नुपर्छ अभियानका साथको हामी नेपाल नियमित रक्तदाता सङ्घले पनि यो जुन आयोजना गरिरहेको छ, यसको म केन्द्रीय वरिष्ठ उपाध्यक्ष पनि हो। जस्तै हिजोको अब हाम्रो हिजो उद्घाटन समारोह जस्तै थियो होइन, त्यसरी हिजोको कार्यक्रम, पहिलो दिनको कार्यक्रम त भव्य रूपमा चाहिँ सफल भयो। कार्यक्रम यसो छ, होटल व्यवसाय रूपन्देहीको यो कार्यक्रम सडक खाना महोत्सव भनेको रूपन्देहीको एउटा ब्रान्डको रूपमा चिर परिचित भइसकेको छ र विशेष गरी यो चाहिँ यो होटल व्यवसाय रूपन्देहीको मात्र नभएर यहाँ आम रूपन्देहीवासीको चाहिँ कार्यक्रम अन्तर्गत हामी सबैलाई समेटेर लिएर गएका छौँ। आज दोस्रो दिनका कार्यक्रममा पनि के छ भने अब सांस्कृतिक कार्यक्रम नै हुन्छ र त्यहाँ राष्ट्रिय कलाकार पनि हुन्छ, स्थानीय कलाकार, अनि त्यसपछि हाम्रो यहाँको लोकल जति पनि सांस्कृतिक झल्काउने खालका सांस्कृतिक कार्यक्रमहरू पनि हामी त्यहाँ जोडेका छौँ र चाहिँ विभिन्न जात जातिका चाहिँ सांस्कृतिक कार्यक्रम पनि त्यसमा जोडेका छौँ। यहाँका होटल, यहाँ जो आउनुभएको छ होटल एवं रेस्टुरेन्ट व्यवसायीहरू उत्साहित हुनुहुन्छ? एकदम उत्साहित हुनुहुन्छ। के हो भने होटल व्यवसाय रूपन्देहीको जुन यो कार्यक्रम छ, यो कार्यक्रम हामीले चाहिँ जहिले पनि भन्ने गर्छौँ, यो धनीदेखि गरिबसम्म ठुलोदेखि सानोसम्म इन्डिभिजुअलको चार्ज नलिसकेपछि जस्तो किसिमको मान्छे पनि आज यहाँ हामीको आउने गर्छ र चाहिँ बाहिरबाट आउने पर्यटकहरूलाई पनि के भने एकचोटि सडक खाना महोत्सव जाउँ भन्ने खालको कुराहरू, न्यु इयर मनाउन बुटोल जाउँ भन्ने खालको कुराहरू धेरै ठाउँबाट आइरहेको छ। कार्यक्रम सफल पार्नको लागि तपाईँ एकदमै खटिरहनु भएको छ, हामीले देखिरहेका छौँ र सबैले चाहिँ यहाँ हेरिरहनु भएको छ। त्यसको लागि तपाईँलाई धन्यवाद छ। ल, धेरै धेरै महत्त्वपूर्ण समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद है। धन्यवाद। यसै गरी हामी बुटोल सडक खाना महोत्सव 2082 मा छौँ। हामी यहाँ रहँदै गर्दा यहाँका विभिन्न विशिष्ट व्यक्तित्वहरूसँग पनि हामीले कुराकानी गरिरहेका छौँ र यसै गरी हामीसँग हजुर नमस्कार। हजुर नमस्कार। नमस्ते। तपाईँको परिचय दिनुहोस् न। दयाबहादुर सिलवाल, नेपाल नियमित रक्तदाता सङ्घ केन्द्रीय अध्यक्ष। हजुर, जस्तो कि यति बेला चाहिँ यहाँनिर बुटोल सडक खाना महोत्सव 2082 सञ्चालन भइरहेको छ र अहिले हामी यो चाहिँ जहाँनिर चाहिँ रक्तदान कार्यक्रम भव्यताका साथ अगाडि बढिरहेको छ, त्यहाँबाट तपाईँ सबै माझ जोडिएका छौँ। के भन्न चाहनुहुन्छ? हाम्रो मेन उद्देश्य भनेको जुन आज यो कार्यक्रम भइरहेछ अहिले बिहानीमा रक्तदान जीवनदान भन्ने हाम्रो अभियान छ। टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता हुनुपर्छ भन्ने जुन हाम्रो अभियान छ नेपाल नियमित रक्तदाता सङ्घको, त्यही सन्दर्भमा होटल व्यवसायी सङ्घ रूपन्देहीसँग हामी मिलेर रक्तदान गरेका छौँ र यो चाहिँ प्रत्येक मेला महोत्सवमा चाहिँ रक्तदान गरिदियो भने थोरै भए पनि रगतको जुन ऊ छ यो रूपन्देहीमा अहिले त्यो चाहिँ
थोरै भए न्यूनीकरण हुन्छ भन्ने हाम्रो आशा हो र हाम्रो एउटा पुण्य कार्यमा जसरी तपाईँहरूले आफ्नो निस्वार्थ रूपमा यसरी लागिरहनु भएको छ, तपाईँ जस्ता नागरिक देशका बस्ती बस्ती टोल टोलमा चाहिँ आवश्यक छ। जुन किसिमले तपाईँहरूको सक्रियताका साथ लाग्नु भएको छ, एउटा मानव एउटा सेवाको एउटा पुण्य कमाउने कार्यमा लाग्नु भएको छ, तपाईँहरूलाई हाम्रो टिमको तर्फबाट र सबैले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यो यात्रा सधैँभरि अगाडि बढाउनु होला, महत्त्वपूर्ण समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आदरणीय दर्शक महानुभाव, हामी यही स्थलबाट जोडिएका छौँ। यहाँ चाहिँ बिस्तारै बिस्तारैको यहाँको माहौल एकदमै रन्किरहेको छ एकदमै। र यति बेला हाम्रो चाहिँ तपाईँ हाम्रो एक कार्यक्रम संयोजक गोकर्ण रायमाझिज्यूले पनि रक्तदानको लागि तयारी गर्दै हुनुहुन्छ। कतिौं पटक भयो तपाईँ? मेरो 32 पटक भयो। आनन्द लाग्छ होला हैन? एकदम आनन्द लाग्छ। ठिक छ, अरू पनि के आउँदै हुनुहुन्छ, बाहिर आएर वेट गरिरहनु भएको छ। म यसो यहाँको अवस्था चाहिँ एकपटक सबैलाई देखाउनको लागि म यहाँ आएको हुँ। ल, हामी तपाईँहरूसँगै छौँ, काममा व्यस्त हुनुहुन्छ, हामी निरन्तर रूप तपाईँहरूसँग जोडिरहनेछौँ है। हस्, धन्यवाद। आदरणीय दर्शक महानुभाव, म सुनिल नेउपाने, तपाईँ यति बेला स्काई अनलाइन मार्फत हेरिरहनु भएको छ। यहाँनिर प्राथमिक उपचार हाम्रो स्वास्थ्य क्लिनिकद्वारा चाहिँ प्राविधिक सहयोग हाम्रो स्वास्थ्य क्लिनिक द्वारा चाहिँ यस बुटोल सडक खाना महोत्सवको लागि चाहिँ प्राथमिक उपचार भइरहेको छ। नमस्कार। नमस्कार, तपाईँको शुभ नाम? म राजु रसाइली। यो चाहिँ क्लिनिकको तपाईँ? म क्लिनिकको भन्दा नेपाल नियमित रक्तदान सङ्घको केन्द्रीय सदस्य। म चाहिँ अब टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता भन्ने अभियानका साथ हामी हरेक सङ्घ संस्थाहरूसँग रक्तदान कार्यक्रममा सहकार्य गरेर रक्त अभाव भएर रक्तको कारणले चाहिँ मान्छे मर्न नपरोस् भन्ने अभियानका साथ हामी चाहिँ प्रत्येक सङ्घ संस्था टोलमा चाहिँ रक्तदान अभियान चलाउँदै आएका छौँ। महत्त्वपूर्ण काम गर्नुभएको छ, महत्त्वपूर्ण अभियानमा लाग्नु भएको छ, निस्वार्थ रूपमा लाग्नु भएको छ। तपाईँका यी पाइलाहरू, तपाईँका यी यात्राहरू कहिले पनि रोकिनु। तपाईँले दिनुभएको योगदान एक दिन सबैले चाहिँ बुझ्नेछन्, सबैले मूल्याङ्कन गर्नेछन्। एउटा सत्य कर्ममा लाग्नु भएको छ। तपाईँका यी यात्राहरूमा सधैँभरि सफलता मिलोस्। ल, धन्यवाद। महत्त्वपूर्ण समय दिनुभयो। धन्यवाद। हाम्रो यो संस्थाको को बारेमा चाहिँ केही जानकारी लिन चाहनुभएको तपाईँको मिडियाकर्मी साथीहरू, मिडिया स्काई अनलाइनका सम्पूर्ण टिमहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद। यहाँहरूसँग सबैसँग म आज दिनभर नै यहाँका महत्त्वपूर्ण, यहाँ मैले हिजो पनि भन्दै आएको छु कि यहाँ होटल व्यवसाय र रेस्टुरेन्ट व्यवसायलाई थुपार्नु मात्र ठुलो कुरा होइन, यो कार्यक्रम भव्यताका साथ सम्पन्न हुनु चाहिँ ठुलो कुरा हो। यहाँ आएका नागरिक हिजो आउँदै गर्दा अथवा यहाँका व्यवसाय यहाँ चाहिँ हिजो आउँदै गर्दा लिएको मुस्कान, ओठमा लिएको मुस्कान घर जाने बेलामा पनि त्यत्तिकै मुस्कानलाई चाहिँ कायम राखेर चाहिँ पठाउन सकियो भने बल्ल त्यहाँनिर हामी सफल भएको महसुस हामीले गर्नेछौँ। यहाँबाट हामी निरन्तर रूपमा जोडिनेछौँ। महत्त्वपूर्ण समय दिनुभयो। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। क्यामेराम्यानमा सन्दीप रायमाझी भाइलाई पनि धेरै धेरै धन्यवाद। नमस्ते।